सबैलाई नमस्ते। अन्त कस्तो हुनुहुन्छ? अन्त आज चाहिँ लिएर आएको छु चटपटेको रेसिपी। मेरो बहिनी र म भएर बनाउँदैछु। अन्त चटपटे खानु मन लाग्यो रे। अन्त मैले चाहिँ उता वाइवाई पाउँछ र वाइवाईले किन आएको थिएँ। अन्त अनियन चिल्ली पनि लिएर आएको थिएँ। त चटपटे बनाउँदैछ बहिनीले र मैले भएर। अन्त साथीहरूले पनि खाने भन्दै थियो। अन्त उनीहरूको पनि बनाएको। तर यताको मान्छेहरूलाई चाहिँ त्यति मन पर्दैन। हाम्रो नेपालीहरूलाई जस्तो चटपटी मनपर्छ नि, यताको मान्छेहरूले चाहिँ त्यति खानु खोज्दैन। किन उनीहरूलाई मन पर्दैन। अन्त उनीहरूलाई आदत छैन त्यति खाने। अब हाम्रो नेपालीको त फेभरेट हो। अन्त यो चाहिँ खाइन्छ, नेपालीहरूले चाहिँ खान्छ चटपटे ज्यादा। हाम्रो नेपालीहरूको फेभरेट हो चटपटे। हो यताको मान्छेहरू चाहिँ त्यति इन्ट्रेस्ट छैन खानु लागि यो। अन्त यसमा चाहिँ हामी निम्बुहरू हालेर, निम्बु अन्त वाइवाई खोर्सानी अन्त प्याज, चाना, काब्ली चाना हालेर बनाउँदैछ। अन्त त्यसमा चाहिँ वाइवाई मिक्स गरेर बनाउँदैछ। अब उताको जस्तो घरको त्यस्तो त रेसिपी राम्रो हुँदैन, मसलाहरू केही पनि हुँदैन। अन्त हामीले त सादा टाइपको बनाउँदैछौँ। सादा टाइपको बनाएर खानु आँटेको। अब म र बहिनी अन्त अरू साथीहरू मिलेर खानु आँटेको। बहिनीले चाहिँ रेडी गर्दैछ। आधा त रेडी भइसकेको छ। म बहिनी अन्त चाहिँ एउटा प्याकेट खोल्नु आँटेको, एउटाले भएन, अर्को प्याकेट पनि बनाउनु आँटेको। किनकि मान्छेहरू खाने छ, अरू साथीहरू पनि। अन्त उनीहरूको चाहिँ भिडियो गर्नु दिँदैन नि त, अनुहार नदेखाउनु भन्छ हो। अन्त उनीहरूलाई चाहिँ नदेखाएको, हामी दुईजना मात्रै बनाउँदैछौँ। अन्त हामी दुईजनाको मात्रै भिडियो देखाउँदैछु मैले। त दुईजनाको मात्रै अनुहार देखाएर बनाउँदैछु। मान्दैन यताको मान्छेहरू त्यति भिडियो बनाउनु। अन्त